Do you know तपाईको बैंक अकाउन्ट सस्पिशियस लिस्टमा पर्न सक्छ इभन इफ यु आर इनोसेन्ट? एज वी नो आजकल नेपालमा धेरै इन्भेस्टिगेसनहरू चलिरहेको छ। द्याट्स वाइ यु निड टु अन्डरस्ट्यान्ड यो चारवटा कुराहरू। नम्बर 1, आफ्नो इन्कमसँग नमिल्ने ठुलो अमाउन्ट। फर इक्जाम्पल हजुरको मन्थली स्यालेरी 50,000 छ र एभ्री मन्थ हजुरको बैंक अकाउन्टमा 50,000 क्रेडिट भइराखेको छ, तर एक दिन अकाउन्टमा 10 लाख आयो। ब्याङ्कले सोध्ला एन्ड इफ यु डिन्ट ह्याभ एन एक्सप्लानेसन, यस्तो केसमा दे मे डिपोर्ट। नम्बर 2, ठुलो अमाउन्टलाई सानो सानो गर्दै हाल्ने। 10 लाख एकैचोटि हाल्दा सस्पिसियस लाग्ला भनेर 1 लाख गरी 10 पटक हाल्ने। यो काम इन्टेन्सनल लाग्यो भने ब्याङ्कले डिपोर्ट गर्छ। तेस्रो चाहिँ तपाईँको ब्याङ्क अकाउन्टमा ठुलो रकम आउँछ र त्यो रकम तुरुन्तै अर्को अकाउन्टमा ट्रान्सफर हुन्छ भने पनि ब्याङ्कलाई यो कुरा सस्पिसियस लाग्न सक्छ र डिपोर्ट गर्न सक्छ। नम्बर 4, अकाउन्टमा कुनै एक्टिभिटी नै थिएन र अचानक ठुलो ठुलो ट्रान्जेक्सनहरू देखिन थाल्यो भने पनि इट्स अ रेड फ्ल्याग। यो सबै कुरा ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कको फाइनेन्सियल इन्टेलिजेन्स युनिटमा रिपोर्ट गर्न सक्छ। इभन इफ यु आर अनेस्ट, तपाईँले यो सबै रेड फ्ल्यागहरू बुझ्न जरुरी छ टु अभोइड दिस काइन्ड अफ कम्प्लिकेसन। मेक स्योर यु फलो फर मोर अपडेट्स।